बुवा धम्माधम खाँदै के खाइरहनु भएको छ? यो रसालेको माछा हो। उम्, अब यो भनेको अब यो तारेको माछा, उम्, यो कुखुराको मासु, उम्, अब यो प्याज, अनि यो अब यो धनियाँको अचार। साथी हो, अब म चाहिँ यस्तो आज भात नखाने विचार गरेर यो चिउरासँग यो माछा अनि यो कुखुराको मासुसँग चाहिँ झ्याप्प लगाएर खानु पर्यो। साथी हो, हजुरहरूलाई मन परेछ भने कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला। साथी हो, नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला। खानेले यो तरिकाले खान्छ, नखानेले खाँदैन। साथी हो, ल अब म चाहिँ सुरु गरेँ। साथीहरू पनि यस्तो ल्याएर यसरी बनाएर खानु होला है। सबैको आफ्नो तरिका हुन्छ है साथीहरू खाने। यो चाहिँ फ्राई माछा, यो चाहिँ झोल हालेको माछा, यो चाहिँ चिकन चिउरासँग खाँदै हुनुहुन्छ। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू। मैले चमच देख ल बुवा अझै खानु है माछा तन्न। चमच देखाएर यस्तो गर्नु पर्यो क्या। दामी भएछ बुवा, एकदम दामी भयो। जाडोमा है चिसो चिसो मौसममा जाडोमा पानी पर्दा लागेको छ, चिसो चिसो मौसम छ। आज सिमसिमे पानीमा टक्क लगाएर पानीमा कुखुराको मासु, रस बुवाले हालेको सबैभन्दा माछा, मनपर्ने चाहिँ के रे माछा? सबभन्दा मनपर्ने माछा। तो खाने के तेल हो मेरे माता।
ल बाई बाई साथीहरू, हजुरहरू नेक्स्ट टाइम भेटौँला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सपोर्ट गर्नु होला साथीहरू।